तपाईँको कपाल सुन्दर गराउनको लागि, कपालमा लामो केश गराउनको लागि, कपाल सम्बन्धी हजुरको समस्या मात्रै आइरहेको छ, कपाल झरिरहन्छ, हजुरले विभिन्न औषधि प्रयोग गर्नुभयो तर कपालमा हजुरको राम्रो गुणस्तर देखिँदैन, कपाल झरिरहन्छ, घुम्री पर्छ इत्यादि समस्याले हजुर धाइरहनु भएको छ। ब्युटी पार्लरमा जानुभयो, कुनै हस्पिटलमा गएर ट्रिटमेन्ट गर्नुभयो तर यसको कुनै पनि कपालमा निखरता आएको छैन। हजुरको कपाल एकदम गुणस्तर युक्त छैन, क्वालिटी युक्त छैन भने हजुरहरूका लागि एकदम कपालमा गुणस्तर आउने, कपाल चम्किलो देखाउने, कपाल नझर्ने, एकदम वृद्धि हुने, कपालमा सुन्दरता निखरता आउने यस्तो गजबको मेनिफेस्ट टेक्निक लिएर आएको छु हजुरको सामु। हजुरले यो टेक्निक मेनिफेस्ट टेक्निक गरेर हजुरको कपालमा गुणस्तर बढाउन सक्नुहुनेछ, सुन्दरता ल्याउन सक्नुहुनेछ, निखरता ल्याउन सक्नुहुनेछ, हजुरको कपाल चम्किलो हुनेछ। हो, यो भिडियो सक्दो सेयर गर्नुहोस्, हजुरको परिवारमा पनि, इष्टमित्रमा पनि, दिदी बहिनी कसैको कपालमा गुणस्तर छैन, कपाल सम्बन्धी हैरानी परेशानी भोग्नु परेको छ भने उहाँहरूले यो जानेर यो रेमेडी प्रयोग गरेर उहाँको जीवनमा कपालको सुन्दरता र निखरता आओस्। र सर्वप्रथम हामीहरूसँग गरकुण्डली हेराउनको लागि बायोमा फोन नम्बर छ, व्हाट्सएपमा जोइन हुनुहोस् र युट्युबको लिङ्क बायोमै छ, सब्सक्राइब गर्न नभुल्नुहोस्। जानौँ कपालमा गुणस्तर ल्याउने मेनिफेस्ट टेक्निक। के गर्नुहोस् भन्दा हजुरले नारियलको तेल ल्याउनुहोस्, त्यो तेल पूर्णिमाको दिन, हजुरले फुल मुनको दिन, हजुरले आकाशको त्यो चन्द्रमा देखिने गरी त्यो कोकोनट ओइललाई हजुरले के गर्नुहोस् भन्दाखेरि हजुरले त्यहाँ तल देखिने गरी तपाईँको घरको छतमा कुनै बाहिर देखिने गरी राख्नुहोस् र राखिसकेपछि त्यसलाई त्यो सेतो कागजमा त्यो कोकोनट ओइलको हजुरको बट्टाको हजुरको बाहिरी हिसाबमा सेतो कागजले के लेख्नुहोस् भन्दा मेरो कपाल एकदम यो नारियलको तेलले एकदम चम्किलो भइरहेको छ, यसमा एकदम फुल रूपमा चन्द्रमाको इनर्जी आइरहेको छ, म यो कपाल देखेर, आफ्नो कपाल देखेर म छक्क परिरहेको छु, अचम्म परिरहेको छु, कपालमा यस्तो निखरता आएको छ, मेरो केश लामो भएको छ, झर्न छोडिसक्यो, म आनन्दमा छु, थ्याङ्क यू युनिभर्स भनेर लेखेर राखिदिनुहोस् सेतो कागजमा हरियो लेख्ने कुनै पेनले। हजुरले त्यो कोकोनट ओइलको डब्बामा हजुरले चिप्काइदिनुहोस्। यस्तो गर्नुहोस् र त्यो कपालमा लगाउन सुरु गर्नुहोस्। हजुरको कपालमा यस्तो चमत्कार आउनेछ, हजुर देखेर छक्क पर्नुहुनेछ। प्रत्येक पूर्णिमाको दिन हजुरले यो प्रक्रिया गर्न सक्नुहुनेछ। गरेर त हेर्नुहोस्, हजुरको जीवनमा ठुलो लाभ हुनेछ। हरे शम्भो।